युवाले बिगार्छन् भने युवाले बनाउन पनि सपना पनि जानेका छन्। तर जेन्जी पुस्ताले चाहिँ सधैँ विद्रोह मात्र गर्दैन, आक्रोश मात्रै व्यक्त गर्दैन। स्थानीय सरकार के हेरेर बसिरहनु भएको छ? यहाँ इटरीमा यो बत्ती खोइ स्थानीय सरकार के हेरेर बसिरहनु भएको छ? यहाँ इटरीमा यो बत्ती खोइ सकिन्छ भनेदेखिको बत्ती बनाऊ, सकिँदैन भने राजीनामा दिएर बसौँ है। यो अति भयो। हेर्नु त यहाँ हामी विपिन जोशीको ती प्रज्वलन कार्यक्रममा अहिले हामी यहाँ छौँ। हामीलाई अप्ठ्यारो भइरहेको छ र स्थानीय सरकारले यहाँ सुनिदिनु पर्यो, यो बत्ती बनाउनु पर्यो। यदि बनाउन सक्नु हुँदैन भने हामी सक्दैनौँ भनिदिनु, हामी बनाउँछौँ। सपोर्ट गर्नुभएको छ, केही गर्नुभएको छ। तर जेन्जी पुस्ताले चाहिँ सधैँ विद्रोह मात्र गर्दैन, आक्रोश मात्रै व्यक्त गर्दैन। जेन्जी साथीहरूले बनाउन पनि सक्छन्, जेन्जी साथीहरू सक्रिय छन्, शान्त छन्, समन्वय गर्न सक्छन् भन्ने उदाहरण जेन्जी साथीहरूले पनि इटलीबाट दिन सक्नुहुनेछ। यो जेन्जी साथीहरूले बनाउनु पनि सक्नुहुनेछ। हिजो तोड्नको लागि जेन्जीहरू अग्रसर हुन्थ्यो भने बनाउन पनि आज इटली चोकमा आइदिनु होला भन्न चाहन्छु भने। युवाले बिगार्छन् भने युवाले बनाउन पनि सपना पनि जानेका छन्। त्यही भएर हामी सभ्य नागरिक भएर अगाडि बढौँ, देश सुख शान्ति समृद्धि मुलकको बनाऊ। ल यातायात चाहिँ एकदमै अस्तव्यस्त छ इटरीको। यहाँको ट्राफिक लाइट चाहिँ खोइ बन्द पर्यो है। यहाँ यात्रुहरूलाई एकदमै गाह्रो भइरहेको छ र हामीलाई पनि अहिले गाह्रो भइरहेको छ। यहाँ इजरायलमा अध्ययनको लागि जानुभएका विपिन जोशीको लागि अहिले हामी दीप प्रज्वलनमा छौँ र त्यही क्रममा यहाँ हेर्नु न, यही नै हो त स्थानीय सरकारको काम, यही नै हो, गर्नु पर्दैन। र तपाईँको साथमा छौँ, अझै पनि सुध्रेर आएर यस्तो राम्रो कामहरू गर्नको लागि हामी अनुरोध गर्दछौँ। तपाईँको साथमा छौँ है, राम्रो काम गर्दै आउनुहुन्छ भनेदेखि हो, नत्र भएदेखिको हामी यसैभित्रै उसैभित्रै हामीले पनि के गर्नुपर्छ।